एकजनाको चाहिँ होइन अब मुखमा इन्फेक्सन भएको थियो अरे नि त एकजना मान्छेको डक्टर देखाउनु गएछ अरे नि त नाइन्दा लागेर डक्टर देखाउनु लागि होइन त्यसको टर्न आएछ अरे डक्टर देखाउनु गएछ अरे डक्टरले सोधेपछि के भएको छ भनेछ अरे नि त सर यस्तो यस्तो भएको छ घाउ निक्लेको छ भनेर क्या यस्तो चेकअप गरेछ अरे दबाई लेखिदिएछ अरे क्या 1 महिना खानु भनेछ अरे क्या हुन्छ 1 महिनासम्म मुखले नखानु तिमी अन्त सर कोन्डोले खानु भनेछ अरे क्या झक्कै भने के हुन्छ सर कोन्डो बुझेर खानु भनेछ अरे अन्त तर मुखले खानु सिकेको थिएन होइन त्यो पनि धीरे धीरे सिक्छ जाऊ 1 महिना चेकअप भनेछ अरे अन्त गइहालेँ 1 महिनामा त आएछ चेकअपमा कि त्यो डक्टरले कस्तो छ अहिले भने हजुर अहिले अलिक ठिक छ कुरी हल्लिरहने अरे नि त्यसरी कुरी हल्लिरहने अरे क्या के भयो सिधो बस्छ नि किन हल्लिएको भनेर नि तपाईँले भनेको नि अन्त मुखले होइन कोन्डोले खानु भनेर अन्त भने त्यो भएर सेन्टर चुइङम चपाउँदैछु नि त भनेर त्यो भएर हल्लेको भनेर